स्वागत छ मेरो सोम हर्बल युट्युब च्यानलमा। र आज चाहिँ मैले कालो बेसार चाहिँ खनेर देखाउने छु हजुरहरूलाई। यो चाहिँ 2 नम्बरको कालो बेसार हो, हलेतो। र यो बोट पनि 2 नम्बरको हो। र आज चाहिँ मैले खन्न गइरहेको यो चाहिँ 1 नम्बरको कालो बेसार मैले खनेर देखाउँछु। हजुरहरूले पुरा भिडियो हेरेर साथ दिनु होला। मैले यो हाम्रो 1 नम्बरको चाहिँ कालो बेसार तयार भयो कि नै भनेर यहाँ चेक गर्दैछु। यो सुकेर चाहिँ यस्तो भइसकेको छ र यसलाई मैले खनाउँछु। नजिक खन्नु भएन, टाढा खन्नुपर्छ। फेरि यसको राइजन चाहिँ काटिन सकिन्छ, त्यही भएर अलिक टाढादेखि खन्नुपर्छ। यसरी ओलेन्तै खन्यो भनेदेखि हामीले निकाल्न सजिलो हुन्छ। फाइनली यहाँ निक्लिसकेको छ। हामीले यहाँ देख्न सक्छौँ यो पुरै यो निलो निलो टाइपको यतिको निलो भइसकेको छ। 1 नम्बर भेराइटी हो यो चाहिँ। यसलाई चाहिँ हामीले अब अलि दिन चाहिँ स्टोर गरेर राख्नुपर्ने हुन्छ। स्टोर भन्नाले घाम नपर्ने ठाउँमा शीतल छाहारीमा राख्यो भने चाहिँ यो म्याचुर हुन्छ आफै। अझ यो चाहिँ अहिले तयार भएको छैन, अझै 2 महिनापछि चाहिँ अलि राम्रोसँग म्याचुर हुन्छ। निलो भनेको चाहिँ अलि 2 महिनापछि फागुनमा हुन्छ। र अहिले चाहिँ पुस हो, पुसको आज 12 गते भयो। देख्न सक्नुहुन्छ यतिको निलो छ। यो भेराइटी 1 नम्बरको भेराइटी हो। यो 1 नम्बरको भेराइटी अर्डर गर्न हुने साथीहरूलाई चाहिँ अब यो सकेसम्म छिटोभन्दा छिटो सामानहरू चाहिँ सेल्टाउनु पर्ने हुन्छ, किनकि अब अर्डर धेरै नै आएको छ। माग फेरि पुर्याउन सकिन्न सामान, त्यति छैन मसँग। यो पुरै यो छोरा बेसार पनि यति बाहिरबाटै निलो निलो टाइपको देखाएको छ है, हेर्नुहोस् ल। यो फिङ्गर राइजन हो। अर्को 2 नम्बरको चाहिँ यसरी देखिन्न, यतिको निलो देखिन्न फिङ्गर राइजनको। यो ल माल तयार भयो, लगभग 75% 80% को हाराहारी चाहिँ माल तयार भएछ। विशेष है, हेर्न सक्नुहुन्छ पुरै निलो चाहिँ हुन लागेको छ। छेउछेउमा अलिअलि बाँकी छ। विशेष है, हेर्न सक्नुहुन्छ पुरै निलो चाहिँ हुन लागेको छ। छेउछेउमा अलिअलि बाँकी छ। र यो कालो बेसार चाहिँ बुकिङ गर्नुको लागि चाहिँ हजुरहरूले मेरो यो भिडियोमा मेरो सेवा नम्बर यही नम्बर हुन्छ। सो हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो सोम हर्बल युट्युब च्यानलमा। र आज चाहिँ मैले कालो बेसार चाहिँ खनेर देखाउने छु हजुरहरूलाई। यो चाहिँ 2 नम्बरको कालो बेसार हो, हलेतो। र यो बोट पनि 2 नम्बरको हो। र आज चाहिँ मैले खन्न गइरहेको यो चाहिँ 1 नम्बरको कालो बेसार मैले खनेर देखाउँछु। हजुरहरूले पुरा भिडियो हेरेर साथ दिनु होला है त। आज चाहिँ मैले यो हाम्रो 1 नम्बरको चाहिँ कालो बेसार तयार भयो कि नै भनेर यहाँ चेक गर्दैछु। यो सुकेर चाहिँ यस्तो भइसकेको छ र यसलाई मैले खन्न गइरहेको छु। यहाँ
नजिक खन्नु भएन, टाढा खन्नुपर्छ। फेरि यसको राइजन चाहिँ काटिन सकिन्छ, त्यही भएर अलि टाढादेखि खन्नुपर्छ। यसरी ओलेन्तै खन्यो भनेदेखि हामीले निकाल्न सजिलो हुन्छ। फाइनली यहाँ निक्लिसकेको छ। हामीले यहाँ देख्न सक्छौँ यो पुरै यो निलो निलो टाइपको यतिको निलो भइसकेको छ। एक नम्बर भेराइटी हो यो चाहिँ। यसलाई चाहिँ हामीले अब अलि दिन चाहिँ स्टोर गरेर राख्नुपर्ने हुन्छ। स्टोर भन्नाले घाम नपर्ने ठाउँमा शीतल छाहारीमा राख्यो भने चाहिँ यो म्याचुर हुन्छ आफै। अझ यो चाहिँ अहिले तयार भएको छैन, अझै 2 महिनापछि चाहिँ अलि राम्रोसँग म्याचुर हुन्छ। निलो भनेको चाहिँ अलि 2 महिनापछि फागुनमा हुन्छ। र अहिले चाहिँ पुस हो, पुसको आज 12 गते भयो। देख्न सक्नुहुन्छ यतिको निलो छ। यो भेराइटी 1 नम्बरको भेराइटी हो। यो 1 नम्बरको भेराइटी अर्डर गर्न हुने साथीहरूलाई चाहिँ अब यो सकेसम्म छिटोभन्दा छिटो सामानहरू चाहिँ सेल्टाउनु पर्ने हुन्छ, किनकि अब अर्डर धेरै नै आएको छ। माग फेरि पुर्याउनु सकिन्न सामान, त्यति छैन मसँग। यो पुरै यो छोरा बेसार पनि यति बाहिरबाटै निलो निलो टाइपको देखाएको छ है। हेर्नुहोस् ल, यो फिङ्गर राइजन हो। अर्को 2 नम्बरको चाहिँ यसरी देखिन्न, यतिको निलो देखिन्न फिङ्गर राइजनको। यो ल माल तयार भयो, लगभग 75% 80% को हाराहारी चाहिँ माल तयार भएछ। विशेष है, हेर्न सक्नुहुन्छ पुरै निलो चाहिँ हुन लागेको छ। छेउछेउमा अलिअलि बाँकी छ। विशेष है, हेर्न सक्नुहुन्छ पुरै निलो चाहिँ हुन लागेको छ। छेउछेउमा अलिअलि बाँकी छ। र यो कालो बेसार चाहिँ बुकिङ गर्नको लागि चाहिँ हजुरहरूले